मोहन प्रसाद रिजालज्यू, हजुर हजुरलाई यो कुशे जलजलाको तर्फबाट नमस्कार गर्न चाहन्छु। हजुर यो धन्यवाद 72 वर्षको उमेरमा उम्, यो मेवा खेती गर्नुभएको छ। हजुर। यो जोस कसरी आयो? यो हजुरले एउटा मैले भन्नै नसक्ने कुरा भन्नु जोस अ, कसरी आयो भनेर यो जोस आउने बेला त होइन रहेछ जोस आउने जोस जाने बेला हो तर मेरो जोस आयो किन मेरो जोस कसरी आयो आयो तर जोस आयो अझै पनि जोस छ यति होइन म मरिहाल्छु म गइहाल्छु म चाहिँ बुढो भएँ म अब म चाहिँ रोगी छु जान्छु गर्छु अब म सकिनँ भन्ने कुरो छैन ए बाबा म 80 वर्षसम्मको भए पनि स्वस्थ हुनु पर्यो गर्न सक्छु मैले के गर्न सक्छु अहिले चाहिँ अब भत्ता खान्छु मैले भन्दै छु सरकारले भन्छु ए बाबा म भत्ता खान्छु म काम पनि गर्छु कि म त्यस्तै भत्ता खान्नमा मलाई काम लगाऊ न मलाई सरकारले मलाई काम लगाऊ यसै यस्तै काम लगाऊ न म यसै यस्तै सिकाउन म गाउँ गाउँमा जान्छु गाउँ गाउँमा जान्छु अरू किसानलाई नजानेलाई सिकाउँछु यस्तो गरेर भए उस्तो गरेर भए भन्छु बुढो 72 वर्षको त यो मिले यसो गरेर तिमीले नगर्ने भन्छु मैले सिकाएको अर्कै कुरा हुन्छ 72 वर्षको बुढाले चाहिँ म गर्छु र तिमीहरू पनि गर भन्छ भने चाहिँ अर्कै कुरा हुन्न म चाहिँ लट्ठी तिर्ने गर्ने काम गर्ने कास्ने बेला हो यो तर मैले चाहिँ 5 बिघा अरू लगाउँछु भन्ने चाहिँ हिम्मत छ आज अब परिपाटी कस्तो हुन्छ त्यो यसले बताउला अहिले चाहिँ हिम्मत एकदम लागिपरेको छु यति मिहिनेत गरेको छु पुरै यति माया गरेको छु यसलाई त्यत्तिकै यो बुटा यो भन्नु तमामले त अलिअलि बुटा लगाए मारे मैले पनि बुटा दिएँ मारे तर मैले चाहिँ यो बुटा चाहिँ ईश्वरको कृपा पनि हो कि होला तर यो अहिले यो यतिको हजुर हामीलाई कुरा गर्ने मौका दियो राम्रो छ मलाई जोस जाँगर छ अब जे भए पनि मेरो चाहिँ भित्री ऊर्जा चाहिँ कम छैन अनि यो ऊर्जा थपिँदैछ, उमेर पनि बढ्दैछ। उमेर त जानलाई हो अनि अहिले कति क्षेत्रफलमा यो मेवा खेती सुरु अहिले गर्नु? मैले 10 कट्ठामा लगाएको हो 10 कट्ठामा पुरा मैले 500 बुटा योजना हो 500 बुटा लगाएरै छोडेँ यो सबै मिलाएर हो यो अब 10 कट्ठामा अलिकति केही 100-150 बुटा त उता खाइदियो पानी खेत जमेर चाहिँ पानी धेरै आएर चाहिँ खाइदियो 10 कट्ठा पुग्यो अब अहिले 1 कट्ठा 1-1.5 कट्ठा नपुग्ला अब नाप्नु पनि तर 10 कट्ठा योजना मेरो गरेकै हो पक्कै हो 10 कट्ठामा मैले बराबर अब अहिले हजुरले हेर्नु भएको छ 10 कट्ठामै हो अब यो 10 कट्ठाले अब बाँकी जिल्लामा अब यो हुँदो रहेछ सफल हुँदो रहेछ भन्ने मैले नमुनाको रूपमा लगाउँदैछु कस्तो भएर हुँदैन किन हुँदैन कैलालीमा एउटा किसानले चाहिँ स्याउ लगाएर चाहिँ देखाइदियो हामी त स्याउ त जुम्लामा मात्रै फल्छ भने त हुँदो रहेछ त्यहाँ अब हामी पत्याउनु पऱ्यो क्या अब मेवा पनि हुन्छ भने पत्याउनु पऱ्यो हिजोसम्म पागल हो त भन्छ परिवारले नै अरूले पनि भने समाजले पनि भन्यो के हो त त्यहाँ उयो हुन्छ उत्पादन गर्छ यार मजाले बन्दार लगा अरू लगा धान लगाइदिए त्यहाँ बनाइदिए क्या दुनियाँ टेन्सन लिन्छ बुढो मान्छे 72 वर्षको चाहिँ भइसक्यो मान्छे 84 गर्ने बेलामा चाहिँ के बबाल गराएको भने साथीभाइहरू पनि भने अब आऊ हेर्न भन्छु तिमीहरू आऊ हेर अनि यो 500 बुटाबाट अब यो आउने सिजनमा तपाईँले बेच्नुभयो भने कति जतिको एउटा मोटामोटी त्यो एउटा अपेक्षा राख्नु भएको छ कति जति कमाइ होला आम्दानी होला अब अपेक्षामा कम्तीमा 50 किलो त फल्ला एउटा बुटाबाट धेरै अब अरूको हल्ला त धेरै छ 1.5 कुइन्टलसम्म फल्छ भन्ने चाहिँ क्षमता हुन्छ भन्ने चाहिँ पाएको छु तर सुनेको भरमा पनि काम लागेन र मैले गरेको भरमा 50 किलो त फल्ला त्यो 50 किलोको दरले मैले 50 रुपियाँ किलो त बेच्छ म अरूले 100 मा बेचेको छ म 50 मा बेचे पनि त 5 लाख त आउँछ भन्ने मलाई अनुमान एक सिजनमा